नमस्कार आदरणीय दर्शकबिन, म पत्रकार सुभाष शाह। फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल एवं उम्मेदवारहरू अहिले चुनावी दौडधुपमा हुनुहुन्छ र उम्मेदवारहरू आफ्नो एजेन्डा सहितको पार्टीको घोषणापत्र एजेन्डा सहितको अहिले चुनावी क्षेत्रमा मतदातासँग मत माग्न व्यस्त हुनुहुन्छ, घर दैलो गरेर राख्नु भएको छ। सोही क्रममा हामीले विभिन्न उम्मेदवारहरूसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ र आज हामीसँग हुनुहुन्छ आम जनता पार्टीका केन्द्रीय सदस्य ललितपुर क्षेत्र नम्बर 2 का उम्मेदवार लखिन्द्र शाह। हामी उहाँसँग कुरा गर्न गइरहेका छौँ। स्वागत छ तपाईले। धन्यवाद। तपाईको परिचय एकचोटि दिदिनु न। सम्पूर्णमा नमस्कार। मेरो नाम लखिन्द्र कुमार शाह। म निर्वाचन क्षेत्र नम्बर 2 ललितपुरका जेनजी उम्मेदवार। सबभन्दा पहिला म के भन्न चाहन्छु भने 23-24 गते भएका जुन नरसंहारमा हाम्रो जेनजी साथीभाइहरूले शहीद हुनुभएका उहाँप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। म चाहिँ ललितपुर 2 को एउटा जेनजी उम्मेदवार छु। तपाईँ आफूलाई जेनजी उम्मेदवार भन्नुहुन्छ अनि घर दैलोमा पनि अहिले व्यस्त हुनुहुन्छ। अनि तपाईलाई अब ललितपुरका जनतासँग मतदातासँग कुरा गर्दा ललितपुरका मतदाताले कसरी लिएका छन्? ललितपुरको मतदाताले एकदमै एउटा जेनजीको हाम्रो 76 जना साथीको हत्यारालाई कारबाही गराउनको लागि हामी घर घरमा हामी पुगिरहेका छौँ। घर मतदाता पनि एकदमै चावसी दिइराख्नु भएको छ। हो जेनजीको आवाज उठाउनु भयो भने एकजना लखिन्द्रजी हुनुहुन्छ भने ललितपुरबाट चर्चित नै हाम्रो आम जनता पार्टीबाट लखिन्द्र कुमार शाह उम्मेदवार हुनुहुन्छ जेनजी दाजुभाइको हत्यारालाई कारबाही गराउनको लागि भनेर एकदम प्रसिद्धै घर घरमै चर्चा छ। यो भनेपछि के तपाईले जितेपछि जेनजी हत्याराहरूलाई भ्रष्टाचारीहरूलाई कारबाही गराउन सक्नुहुन्छ? म जितेपछि जिते या हारे त्यो पछिको कुरा हो, तर यो जेनजी हत्यारा जुन छ नि हाम्रो 76 जना दाजुभाइहरूको जुन हत्यारालाई त म घिसारेर यानि कि त्यसलाई जेलमा कोचेर जसरी भयो भने मेरो जाने जेलसम्म मैले त्यो जेनजी हत्यारालाई म कारबाही गराएर नै छोड्छु। जित या हार त्यो त पछिको कुरा हो, तर हत्यारालाई कारबाही गराएर नै मेरो मेन बच्चा चाहिँ जेनजी हत्यारालाई नै कारबाही गराउने हो। जेनजी आन्दोलनपछि त सुशीला कार्की नेतृत्वमा सरकार गठन भयो। त्यो सुशीला कार्की नेतृत्वको सरकारले त जेनजी हत्याराहरूलाई भ्रष्टाचारीले कारबाही गर्न सकेन भने तपाईँ कसरी सक्नुहुन्छ? होइन, त्यो अब त्यो सुशीला कार्की त एउटा यो आमा भनेपछि आमा हो नि। आमा देशील भने कि मैले सुशीला कार्की आमालाई बनाइदियो, आमालाई बनाएको होइन। उस सबै ठाउँबाट एउटा जुन बलियो खम्बा हुन्छ नि त्यो भ्रष्टाचारीको खम्बा हो। कसरी भने कि जब 76 जनाको शहीद रगतमा चढेर उसले जब सडकबाट हामी उहाँलाई प्रधानमन्त्रीको स्थापना दियो भने जेनजीको चाहिँ कति % माग चाहिँ ठगीलाई गरिब मारालाई चाहिँ जेलबाट निकाल्दिन। हाम्रो जेनजी साथीभाइहरूले जुन अग्रिम भागमा लडिराख्नु भएको थियो उहाँहरूलाई कोचिराख्नु भएको छ। उहाँको कति पीडा भयो होला आजको स्थितिमा, किनकि उहाँले नै गरेको यो देश बदलावको लागि नै ज्यान गुमाउनु भएको थियो, देश बदलावको लागि नै अग्रिम भागमा लड्नु भएको थियो। तर हाम्रो साथीभाइ विद्यार्थीहरूलाई चाहिँ ट्याक टाउकोमा गोली हाली तपाईँ हेर्नुभयो होला, त्यो जुत्ताको सिन याद भयो होला तपाईँले, रगतले नै बगेको छ। त्यो हिसाबले त्यो हाम्रो जेनजी अब कोसँग सोध्ने र जेनजीले त बनाएको हो यो हो नि त। प्रश्न पुछ्ने कि नपुछ्ने रवि बालनसँग के भयो र जेनजी हत्यारालाई किन कारबाही गर्नु भएन र? अब जनतामा गएर के यिनीहरू के खोज्न जनता मूर्ख छैन नि, जनता बुझिराख्नु भएको छ यो सबै कुरा। के हजुर तपाईको पार्टीको एजेन्डा के हो? तपाईले किन उम्मेदवारी दिनुभयो ललितपुर 2 बाट? ललितपुरको वासीको आकर्षितले ललितपुरको सुन्दरता हेरेर ललितपुर भनेको एउटा नेपालकै विश्वमा प्रसिद्ध भएको ललितपुर ठाउँ हो। किनकि पर्यटनीय क्षेत्र, मन्दिर, मठ मन्दिर सुन्दरता हाम्रो अति नै त्यहाँ छ भएको हुनाले मलाई त्यहाँ कृष्ण भगवान खुद आफै बोलाएको होइन लखिन्द्रजी यहाँ आउनुहोस् यो ललितपुर 2 को। तपाईलाई ललितपुरको कृष्ण भगवानले बोलाउनु भयो अनि तपाईँ जानुभयो? एकदम नत्र म कहाँ बस्थ्यो। के गर्नुहुन्छ तपाईँ भोलि चुनावमा विजयी भएपछि के गर्नुहुन्छ ललितपुरको जनताको लागि? तपाईँलाई मतदान गर्ने मतदाताका लागि के गर्नुहुन्छ? तपाईँसँग एजेन्डा के छ? एउटा कुरा म भन्छु के, यो पुरानो दलहरू 15 वर्ष 20 वर्ष तपाईँ हेर्नुभयो नि, तर महालक्ष्मी स्थान हाम्रो जुन ललितपुरको महालक्ष्मी नगरपालिका हुन् त्यसमा
वाडाहरूमा अहिलेसम्म पानी पाएको छैन। त्यो कुन पाप गरेको हो? अहिलेसम्म खाने पानीको व्यवस्था त्यहाँ भएको छैन। जुन यही ललितपुरमा 2-4 वर्ष अगाडि हजारौँको हजार प्रतिदिन टुरिस्टहरू आउँथ्यो त्यहाँको सुन्दरता हेर्न, खोइ के भयो आजकाल त 2-4 पनि हेर्न सकेका छैन। हेर्नु भएछ र अहिले ललितपुरमा के पानी ललितपुर महालक्ष्मी नगरपालिकाका जनताले पानी पाएका छैनन्? ललितपुर त यो काठमाडौँ उपत्यकामै पर्छ त, देशको राजधानी हो। तापनि त्यहाँ पानी पाइपलाइन व्यवस्थित भएको छैन। बाटोघाटो त्यस्तै छ। जानुभयो भने के हुन्छ, यताबाट जानुभयो भने 1 केजी धुलो चाहिँ एउटा मात्र महालक्ष्मी स्थानमा घुम्नुभयो भने 1 केजी धुलो कपडामा छिल्छ। तपाईँ त्यहाँ आउनुहोस्, हेर्नुहोस् बाटोघाटो कस्तो छ। किन त्यो जनता चाहिँ त्यति सुविधाबाट किन वञ्चित भयो? तपाईँ आफै सोच्ने विचार हो। अब जनताको अगाडि आएर म यस्तो छु उस्तो छु भनेर हुन्छ? त्यहाँ खानेपानीको समस्या मात्रै छ कि अरू पनि समस्या छ? के हेर्नु भएछ? कस्तो कस्तो समस्या छ? हेरेको के सबैलाई एकदमै थाहै छ। न बाटो छ, न केही छ, न स्वास्थ्य छ, न शिक्षा छ, न केही राम्रो छैन त्यहाँ। जब राम्रो भएको भयो भने आजभन्दा 2-4 वर्ष अगाडि हजारको हजार जब टुरिस्ट आउँथ्यो भने आज किन 3-4 जना भइसक्यो त? त्यहाँको बानी बेहोरा बिग्रेन नै हो त, सुन्दरता घटेर नै हो त। हामी त्यसप्रति कसले घटायो सुन्दरता? त्यो यिनीहरू यो भ्रष्टाचारी चोर नेताहरूले बच्चा दियो, आज यो गर्छु ऊ गर्छु, पछि गएपछि केही छैन। अनि तपाईँले व्यक्त गरेको प्रतिबद्धता अनुसार के तपाईँले काम गर्नुहुन्छ? म जे भनेपछि एउटा भनाइ छ के भने गर्दन कटे त कटे वचन नजाए खाली। हाम्रो सिद्धान्त त्यो हो। म एउटा जेनजीको भनिरहेको छु, जेनजी उम्मेदवार। हामी खासै तपाईँहरूसँग म भन्न के खोजेको, हामीसँग केही छैन। हामी एक्लै सत्यको लडाइँ लडिरहेको छु। यो पनि बुझ्नुपर्छ। मानव हाम्रै पार्टीको विषय बुझ्नुभयो भने रामायण तपाईँ बुझ्नुभयो होला। राम अनि लक्ष्मण 2 भाइ चाहिँ निस्किया थियो वनवास गर्न। तर लङ्कामा रावणको अत्याचार हुँदाहुँदै त्यो सत्यको बाटोमा हिँडिरहेको त्यो हजारौँको हजार त्यसको साथी भेटे कि भेटेन? त्यो लङ्कालाई अत्याचारीलाई अन्त गरेर रावणले 2 दाजुभाइले त्यो एकदम सत्यको विजय गरायो कि गराएन यो त हेरेको नै हो। यो भन्नै पर्ने छैन। तपाईँले भोट माग्न जाँदा, मत माग्न जाँदा, घर दैलो गर्दै गर्दा, भेटघाट गर्दा के तपाईँले भोट दिन्छौ भनेर त्यहाँका जनताले भनिरहेछ? हैन, मेरो दिन्छन् भोट? हैन, मेरो चाहिँ पार्टीको या मेरो सिद्धान्त हैन। पार्टीको पनि जुन अत्याचारीलाई, भ्रष्टाचारीलाई जहिले पनि सडकदेखि सदनसम्म हाम्रो पार्टीले सङ्घर्ष गरिराखेको तपाईँ हेरि नै राख्नुभयो। यो भ्रष्टाचारीहरूले गर्दा यो आइटीको जमानाको बेलामा काठमाडौँमा पानी सकिएको थियो अस्ति। हाम्रो पार्टीले नै हो पानी अफिस घेरेर हामी के गरेर पानीको व्यवस्था गर्यो। कोड आतङ्कको विरुद्ध हामी लगातार हाम्रो पार्टीले 3 वर्षदेखि यो गरिराख्नु भएछ। तपाईँ हेर्नुभएछ जनतासँग कर लिने तर केही रिटर्न नदिने। तपाईँ यही कुराको लागि एकचोटि मौलापुर उदाहरणमा हेर्न जानु न। के छ मौलापुरमा? मौलापुरमा त ओहो तपाईँलाई यो हेर्न जानुहोस् क्या। सम्पूर्ण जनालाई म भन्न के खोजेको छु भने त्यहाँ हाम्रो आम जनता पार्टीको अध्यक्ष प्रभु शाहजीको श्रीमती मौलापुर नगर प्रमुख हुन्। त्यहाँ चाहिँ बिजुली, बत्ती, स्वास्थ्य, पानी सम्पूर्ण चिज फ्री हो। जस्तो दलित गरिब परिवार जस्तो परिवारमा गएपछि दलित परिवार त्यहाँ भन्छ नि मान्छे पानी छुन मान्छे। तर त्यहाँको मेयर साहिबले के गर्छ भने उहाँको घर अगाडि जान्छ, भात खान्छ अनि 30,000 रुपियाँ छोरीको बिहेमा सहयोग गरेर दिन्छ। 1 रुपियाँ शुल्क लिँदैन। जन्मदेखि मृत्यु दर्तासम्म 1 रुपियाँ शुल्क लिँदैन। त्यसलाई तपाईँ हेर्न सक्नुहुन्छ। तपाईँले जितेपछि तपाईँले भने जस्तै मौलापुर जस्तै फ्री पानी, फ्री बिजुली तपाईँ ललितपुरवासीलाई दिलाउन सक्नुहुन्छ? यदि म त्यो दिलाउन सकेन भने राजीनामा दिएर निस्किहाल्छु। केही समस्या छैन यसमा। आपत्ति केही भन्नै पर्दैन। म चाहिँ पदको लागि, कुर्सीको लागि होइन, सेवा गर्नु पर्यो भने म हिँडेर नै सेवा गर्छु। तपाईँ हेरिराख्नु भएको सबैसँग होला। स्कर्पियो 4-4 वटामा होला। म बाइकले चाहिँ आफ्नो घर दैलो कार्यक्रममा गरिराख्नु भएछ। म तपाईँ हेरिराख्नु भएछ। हामीसँग अरू दलाल जस्तो हामीसँग न दलाली गरेर पैसा खाएछौँ, न हामी कसैको लाएछौँ, न खाएछौँ। हामी अर्ग्यानिक तकारी छौँ। तपाईँ अर्ग्यानिक भन्नुहुन्छ तर तपाईँको क्षेत्रमा त चर्चा भनेको घन्टीको छ, रुखको छ, सूर्यको छ। तपाईँ कसरी जित्नुहुन्छ? हैन, घन्टी भन्दैखेरि सबै मान्छे राम्रै हुन्छ भनेर यो नबुझ्नुहोस् न। किनकि ल तपाईँ घन्टीको कुरा गर्नुभयो, के कुरा गर्नुभयो। घन्टीको नै हाम्रो क्षेत्रमा जगदीश खरेलजी हुनुहुन्छ हैन। तर तपाईँ एउटा कुरा भन्नुहोस् कि हामी जेनजी साथी 76 जना मरिसकेपछि हामी उहाँले सरकारमा पठाएको थियो। जेनजी हत्यारालाई कारबाही गर्नको लागि आफ्नो बच्चा लिनुभएको थियो कि हैन। म 6 यो चुनावी महल नसक्ने जेलसम्ममा
अन्तरिम सरकारमा काम गर्छु। तर आजको दिनमा के गरेछ, ऊ आफ्नो बच्चाबाट पछि फर्केर भागेर भगौडा जस्तो भागेर त्यो सत्ता राजीनामा दिएर चुनावमा आएछ। किन? जनतालाई ठग्न। सम्पूर्ण जनताले नै हेरिरहेछ जेनजीको अधिकार चाहियो। जेनजी त्यो त होइन नि, त्यो कुन एङ्गलले जेनजी हो? जगदीश खरेल कुनै एङ्गलले जेनजी हो? कुनै एङ्गलले छ भने त भयो त मन्त्री त उही भयो त। मन्त्री होइन, यदि त्यो राम्रो व्यक्ति भएको भयो भने मन्त्री बनेर काम गरेको भयो भने जनता स्वतः फेरि बोलाइहाल्थ्यो नि। जेनजी आन्दोलनको बेलामा उसले चुनाव लडेर थोरै मन्त्री बनेको थियो र? बनेको थियो? यदि उसको राम्रो शैली भयो भने किन चाहिँ उहाँले चुनाव लड्न आउनु पर्यो? भनेपछि घन्टीलाई भोट नदिएर एकदम त्यो होइन। घन्टी आम जनता पार्टीको मोबाइल छापमा चुनाव चिन्ह मोबाइल छापमा भोट दिएर तपाईँले विजय गराउँछन्। तपाईँ के यसमा विश्वस्त यो हुनुहुन्छ? मोबाइल जुन भनेको छ नि, मोबाइल जुन भनेको अहिलेको एकदम इमर्जेन्सी इम्पोर्टेन्ट, जे पनि हातमा मोबाइल, जहिले पनि जहाँ पनि जुन ठाउँ पनि मोबाइलले नै साथ दिने हो। जहिले पनि यो अरू कसैले दिने होइन। तपाईँको एउटा सानो समस्या पऱ्यो भने हेलो हुन्छ म आउँछु भन्ने नै मिल्छ। मोबाइल नभएपछि यो जमानै चल्दैन। मोबाइल नभएपछि मान्छे मर्छ, यो कुरा बुझ्नुपर्छ। मोबाइल एउटा अहिलेको आइटी जमानामा पर्फेक्ट भएको चिज हो। मोबाइल सबैले चाहिन्छ, त्यो हिसाबले मोबाइल छापमा नै मतदान गर्नु सबैजनालाई म भन्न चाहन्छु। के भन्छ ललितपुर 2 का जनता तपाईँ भोट माग्न जाँदाखेरि कस्तो अपेक्षा तपाईँसँग राखेका छन्? के कुरा गर्छन् अलिकति आम दर्शकले बताइदिनु। यहाँ भन्छौँ कि हामी सडकदेखि सडकसम्म 3 वर्षदेखि काठमाडौँमा लडिराखेका छौँ। कहिले पानीको विरुद्ध, कहिले कोडातङ्कको विरुद्ध, जनतासँग लिने तर दिने केही होइन। अब त्यहीमा कुरा मानौँ भने इन्डियाको हेर्नु 50,000को बाइक यहाँ ल्याएपछि 2 लाख पर्न जान्छ। हामी जनताको माझमा गएर हामी जेनजी हत्यारालाई त के नेपाल सरकारले जुन यो कर आतङ्क तपाईँले जुन भनेको शब्दमा जुन कर लिइरहेछ त्यो करहरू तपाईँ घटाउनुहुन्छ के गर्नुहुन्छ? होइन, कर घटाउने बढाउनेको कुरा यहाँ भएन कि। कर तपाईँले मसँग मानौँ नि, मैले तपाईँसँग यो पेन किने क्या 10 रुपियाँ 20 रुपियाँ दिएँ, 10 रुपियाँको पेन छ, तपाईँ 10 रुपियाँ रिटर्न दिनुहुन्छ नि। पैसा दिएपछि तपाईँ पेन दिनुहुन्छ नि। त्यहाँ त कर भनेको करोडौँ जान्छ। के दिन्छ रिटर्न? एउटा पेन 5 रुपियाँ किनेर दिएछ र उनीहरू एउटा पेपर दिन्छ र फोटोकपी गराउनु पऱ्यो भने आफ्नै पैसाले गर्न। त्यो के रिटर्न? रिटर्न के पायो? जनताले रिटर्न चाहिँ पाएको के हो? हामी जनतालाई भनेको छौँ होइन, दिउ तर लिउ के। मल्लपुर नगरपालिका बिना शून्य करमा चल्दैन र? हेर्नु न गएर उदाहरणमा शून्य करमा 1 रुपियाँ बिना लिकन नै सबै सुविधा दिन्छ। भोलिको दिनमा के ललितपुरका जनताले पनि शून्य करमा सेवा सुविधा पाउँछन्? यो मैले भने नि, जनताको जे जति सुविधा छ नि, म सुविधाबाट कुनै दिन वञ्चित गर्ने छैन। आज म यतिकै घुम्दैछु भनेर भोलि पनि म यतिकै घुम्न सकिन्छु। म पनि एउटा भाडामा गाडी लिएर जान सकिन्छु के हजुर। तर त्यो होइन, मान्छे मेरो फेस हेरोस् न, म जेनजीको वास्तवमा पीडित छु कि छैन त्यो हेर्नु पर्यो के। वास्तवमा उहाँसँग देश बनाउनको लागि क्षमता छ कि छैन, जनशक्ति तयार छ कि छैन त्यो हेर्नु पर्यो पहिला क्या। नाउँको पछाडि गएपछि त त्यो देश बिग्रिन्छ। फागुन 21 पछि तपाईँको पार्टीको सरकार बन्छ त यो तपाईँले भनेको सेवा सुविधा तपाईँको मतदातालाई तपाईँ दिलाउन सक्नुहुन्छ? मेरो पार्टीको सरकार बन्यो भने पत्रकारजी पानी, बिजुली, शिक्षा, स्वास्थ्य सबैमा सुधार आउँछ। सिस्टमलाई सुधार दिन्छौँ हामी। सिस्टम जुन छ नि, यो सिस्टमलाई सुधार दिन्छु। यो भगौडाहरू नेपालको सम्पत्ति लगेर अर्को देशमा लगिरहेछ नि, त्यो सिस्टमलाई हामी सुधार दिन्छौँ। हामी यति सुविधा के गर्नुहुन्छ त्यस सुधार गर्नको लागि? सुधार गर्नको लागि के नगर्छौँ हामी? जब सरकार बनेपछि त्यस्तोलाई के कहाँ गरेछ, हाम्रो देशको सम्पत्ति हाम्रै देशमा बस्नु पर्यो। हामी कल कारखाना खोल्छौँ, ठुलो कारखाना। भएको कल कारखाना त बन्द भइसक्यो, सरकारले बन्द गराइसक्यो। सरकारले बन्द गराएको होइन नि, यो चोरहरूले बन्द गराएको हजुर। तपाईँ कहाँ बुझ्नुहुन्छ? यो चोरहरूले कमिसनको चक्करमा यिनीहरू बन्द गराएको हो नि त। अब काठमाडौँमा केही खाजाको व्यवस्था नमिलेर करेन्टै चाउचाउले ठेकापठा दिइहाल्छ विद्यार्थीहरूको बच्चाको खाना। त्यो करेन्ट चाउचाउ के हो? के भन्न खोजेको? भन्न खोजेको तपाईँले यो पनि काठमाडौँ महानगरपालिकामा तपाईँले अस्ति थाहा छैन, खाजाको व्यवस्था नहुँदा बालबालिकालाई करेन्टै चाउचाउवालालाई ठेकापठा दियो खाजाको लागि भनेर, यो थाहा छैन? यो 8 करोड 10 करोडको गाडी कहाँबाट चढिराखेको छ? को चढे? त्यो यो के भन्छ, यो भगौडे बालन चाहे यो के हो?
यो भगौडा त हो। उसको त सम्पत्ति छ, चढ्छ, आफ्नै सम्पत्तिले चढ्छ भन्छ। यो उसको होइन, उसको बाबा परबाबाको सम्पत्ति, यसको केही छैन, यसको केही छैन। नभए त्यसको लालपुर्जा पल्टाएर हेर्नु। अबको प्रधानमन्त्री नै बालेन हुन्छ भन्छ। त्यस्तो हावा काट्ने घन्टीको घन्टी बजाएको छ, तपाईँको मोबाइल त सुनिँदैन कतै। मोबाइल जहिले पनि हातमा, काखमा, कानमा, जहिले पनि, जति बेला पनि, ल जति बेला पनि। त्यो एउटा भनाइ के छ भने घन्टी बिहानै बजाएपछि देउतालाई पूजा हुन्छ, दिउँसो बजाएपछि भूत आउँछ। यो भूत आउने हो, यो भूतहरूले केही गर्छ। के तपाईँले भन्न खोजेको के हो कि बालन प्रधानमन्त्री बन्दैन? यो त छोडिदिनु न, यो कुरै छोडिदिनु यसपछि होइन। यो मलाई नि घन्टीमा सबै जाँदै बित्तिकै मान्छे राम्रो हुन्छ भनेर होइन। बालनले कुन हिसाबले तपाईँ भन्नुभयो त? काठमाडौँमा भएको सोनासङहरू हाम्रो नेपालको सम्पत्तिहरू, उसको जलाउने हात होइन र? अस्ति भर्खरै सकाडेको होइन, मेरो पनि हात हो भने जेनजी आन्दोलनको बेलामा त्यस्तो सिंहदरबारलाई चाहिँ जलाउने, हाम्रो सम्पत्तिको सुकुम्बासीले चाहिँ डोजर लगाइदिने, डोजर पठाइदिने, आगो लागेको सिंहदरबारमा दमकल नपठाउन सक्ने, त्यस्तो चाहिँ प्रधानमन्त्री बन्छ। तपाईँहरू नै आन्दोलन गर्नुभयो, अघि भन्नुभयो म जेनजी उम्मेदवार हो, अनि आगो लगाउन त तपाईँहरू नै जानुभएको होला, अनि उसले दमकल पठाएन भएर भन्नुहुन्छ। अब एउटा कुरा मैले देशको सम्पत्तिको संरक्षणको लागि भनेको क्या। जब हामी कब्जा गर्न गयौँ भने आवेश कसले दियो? जेनजीहरूलाई आवेश कसले दियो? तपाईँ सुन्नुभयो होला पानीको बोतलमा। त्यो सत्य कुरा हो, त्यसमा केही न केही मिसाएको थियो क्या। के त्यो घुसपैठ भयो? त्यो घुसपैठ होइन, यो हाइजेकै भइसक्यो आन्दोलन क्या। यो अरू दलालहरूले हाइजेक गर्यो कि आन्दोलन। नत्र हाम्रो जेनजीको त माग भ्रष्टाचारले कारवाही गर्नको लागि थियो नि, गड जलाउनको लागि। खै त सरकारले गरेन त कारवाही। अब गर्नु एउटा तराईमा के भनाइ छ भने तारबाट लड्केर खजुरको रुख हुन्छ नि, तार ठुलो हुन्छ अनि खजुर सानो हुन्छ, माथिबाट खसे तल बसे, त्यस्तै हालत भयो क्या। अनि सुशीला कार्कीले गराउन नसकेको काम अब तपाईँ जितेपछि गर्छु भन्नुहुन्छ, कसरी विश्वास गर्नु? 24 घण्टा आएन, 24 घण्टा भित्रमा त्यो कारवाही गर्छु त्यो हत्यारालाई। 24 घण्टा मेरो सरकार बनोस् भने, मेरो वाम जनता पार्टीको सरकार एकचोटि बनाएर। सुशीला कार्कीले त 5 दिनमा गर्छौँ भन्नुभयो, तपाईँ 24 घण्टामा यस्तो पनि कुरा गर्नुभएको थियो, यिनीहरूको यो हत्याराहरूको मुखै नहेर्ने भन्ने थियो। तर 4-4 घण्टा तिनीहरू बसेर बन्द कोठामा मिटिङ गर्छ। तपाईँलाई थाहा छैन यो कुरा? यो पनि विचार गर्नुहोस् न, यसमा विचार गर्नुहोस्। विचार गर्ने कुरा हो क्या यसपालिको चुनाव। यसपालिको चुनाव भनेको सानोतिनो होइन, अनुहार हेरेर होइन, विचार गरेर हेर्ने। विचार कसको, के सोच हो, के सोच हो तपाईँको पार्टीको? अब एजेन्डा के हो तपाईँले? किन पार्टीको एजेन्डा चाहिँ पीडितलाई न्याय दिलाउने, कर आतंक बन्द गरिदिने, शिक्षा स्वास्थ्य फेरि सुविधा गराइदिने, देशको आर्थिक सङ्कटबाट बचाइदिने, देशको आर्थिक कोषलाई रक्षा गर्ने। हाम्रो यो सम्पूर्ण जनतालाई, यो जनता छ भने, हाम्रो नेपालमा बसेको जनता छ भने, ल हाम्रो घरमा बस्यो त कम्तीमा त माथिबाट पानी आएन भने त हामी मजा आयो नि कि हो घर बनाएको ठिक। तर नेपालै देशमा जन्मिया छु, नेपालै देशमा केही अस्तित्व भएन भने हामी नेपाल देशमा किन बस्नु? अब हामी अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा तपाईँले ललितपुरवासी, ललितपुरका आफ्ना तपाईँको मतदातालाई, देशवासीलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? मैले सम्पूर्णलाई के सन्देश दिन चाहेँ भने, म एउटा जेनजी दाजु छौँ, हामी यहाँ काठमाडौँमा लगभग 15 वर्षदेखि हामी पेसा सङ्कलन, कवाडको सङ्कलन गर्दै गर्दै हामी पहिल्यैदेखि नै सफा गर्ने नेतले, देशलाई, गाउँटोल सहरलाई सफा गर्ने नेतले हामी काठमाडौँमा उत्र्यौँ। हामी काठमाडौँमा उत्रेपछि हेर्दै हेर्दै गयो यो कवाडले देशको भ्रष्टाचारी नहट्दो रहेछ भनेर। म भक्तपुर कवाड सङ्घर्ष समितिको इन्चार्ज पनि भएको व्यक्ति हो। तर त्यसले नहट्दा मैले सोचेँ होइन, यो त देशलाई खाइरहेछ, हाम्रो बालबालिका, हाम्रो दाजुभाइहरूको जिन्दगी खाइरहेछ, दिनका दिन विदेश गइरहेछ सम्पूर्ण साथीले। मैले त्यो हिसाबले बद्धता भएर मैले त्यो भक्तपुर इन्चार्जको मैले राजीनामा दिएर मैले चुनावमा जेनजीको आन्दोलनमा लागेँ। धेरै किसिमको विकासको लागि त्यो हिसाबले सम्पूर्ण देशवासीसँग के अनुरोध छ भने, हल्लामा नजानुहोस् क्या, सत्य व्यक्तिलाई चिन्नुहोस्। हाम्रो प्रभु शाहजीको आम जनता पार्टीको सरकार बनेपछि बिजुली, बत्ती, पानी, स्वास्थ्यमा सिस्टम सुधार हामी दिन्छौँ। हाम्रो बच्चा नै हो, पीडितलाई न्याय दिलाउने, पीडकलाई सजाय दिलाउने, सेवक होइन शासक होइन सेवक रोजौँ। त्यो भन्ने बित्तिकै म सम्पूर्णवासीसँग हार्दिक अनुरोध गर्न चाहन्छु कि मोबाइललाई उपयुक्त देशलाई निकास गर्ने मोबाइल छाप नै हो। त्यो हिसाबले सम्पूर्ण
जनतासँग हार्दिक अनुरोध गर्दछु मोबाइल छापमा मत हाली विजय गराउन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। हामीसँग हुनुहुन्थ्यो आम जनता पार्टीका केन्द्रीय सदस्य लखिन्द्र शाह, जो ललितपुर क्षेत्र नम्बर 2बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। आदरणीय दर्शकबिन, यसपछि हामी फेरि अर्को उम्मेदवार र अरूसँग पनि विभिन्न यस्तै चुनावी विषयवस्तुको बारेमा, चुनावी गतिविधिको बारेमा फेरि अर्को उम्मेदवारसँग कुराकानी गर्छौँ। अहिलेलाई हामीलाई बिदा दिनुहोस्। धन्यवाद, नमस्कार।